हेलो गाइज, वेलकम टु माई भ्लग। अनि आज चाहिँ हामी यो सेसनको लास्ट डेमा छौँ र हामी चाहिँ यहाँनिर यसरी चौरीमा बसिरहेका छौँ र धेरैजसो सर म्यामहरू चाहिँ घर गइसक्नुभयो र हामी चाहिँ यहाँ छुट्नै नसकेर बसिरहेको है। ल हामी यसरी बसिरहेका छौँ र अब म चाहिँ एक-एकजना म्यामहरूलाई चाहिँ सोध्न गइरहेकी छु कि भोलि चाहिँ त उहाँहरू पनि घर जाँदै हुनुहुन्छ र कतिको एक्साइटेड हुनुहुन्छ भनेर म सोध्दैछु है त। ल फर्स्टमा चाहिँ म रूपा म्यामलाई सोध्न गइरहेकी छु। ल रूपा म्याम, भनिदिनु, धेरै समयपछि चाहिँ होइन छुट्टीमा घर जाँदै हुनुहुन्छ, तपाईँलाई कस्तो फिल भइरहेछ? एक त रमाइलो फिल भइरहेछ, एक त अब छुट्टिनु पर्यो साथीहरूसँग भनेर अलिकति नरमाइलो पनि लागिरहेको छ, दुःख सुख दुवै होइन। अनि अब यो कति 1-2 हप्ता भनौँ न होइन, यतिको समयमा चाहिँ कता कता जाने प्लानमा छ त? के गर्ने प्लान छ त हजुरको? मेरो अब कतै गइन्न होला योपालि। हो भनेपछि घरमै व्यस्त भइन्छ। ल हस् त, त्यसो भए त्यसै गरी म सिस्टरलाई सोध्न गइरहेकी छु। ल सिस्टर, हजुरको यो छुट्टीको प्लान चाहिँ के छ? ल सुनाइदिनु त। मेरो त भोलिदेखि बिदा है, त्यसपछि घर जाने हो, 2 दिन बसेर माइत जाने हो। अनि सक्यो? ल हस्, हजुरलाई पनि धन्यवाद। त्यसै गरी यता इन्दिराजी ठकुरी, हजुर भन्नुहोस्। म चाहिँ एक्साइटेड छु, त्यति हो। ल यतातिर हाम्रो अर्को लुङ्गेल मिस हुनुहुन्छ। लुङ्गेल मिस भनिदिनु, हजुरको चाहिँ यो छुट्टीमा के कस्तो खालको प्लान छ? म यो छुट्टीमा चाहिँ बिहे गर्दैछु, त्यही भएर म त झन् धेरै एक्साइटेड छु। हाम्रो मिसलाई चाहिँ अग्रिम शुभकामना। हामी सबै उपस्थित हुन सकुला नसकुला हैन, अहिलेदेखि नै वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना। ल लुङ्गेल मिस है त, सबैजनालाई धन्यवाद। ल